2024 त मैले यो ठुल्ठुलो अम्बक खाएर चाहिँ दाना रोपेको थिएँ। त्यहाँदेखि 1 वर्ष 1.5 वर्ष म त यसरी मजाले ड्याममै फलेछ। यो अम्बक लगाएर चाहिँ म दिल्ली गएको थिएँ। दिल्लीबाट आउँदा चाहिँ यो पन्नीमा अट्टी भएको थियो। त्यसपछि मैले यो डोलमा हाल्दाखेरि चाहिँ हत्तै बढ्दा चाहिँ यो चाहिँ फल्न थालेछ। यो ठुल्ठुलो खालको अम्बक। यो अम्बक त छिट्टो फल्दैन रहेछ। 1.5 वर्षमा नै फल्न थाल्यो यसरी।